नमस्ते, म प्रकाश ढकाल। मान्छेको जीवन संघर्षमय छ। यहाँले संघर्ष गर्न नबिर्सिनुहोस्। तपाईँ हाम्रो यो समय भनेको एउटा बलवान समय हो, ताकतदार समय हो र केही गर्छु भन्ने ऊर्जावान समय हो। किनभने हामी 1 वर्षदेखि 20 वर्षमा बच्चा भएर आमा बुवासँगै लडीबुडी खेल्यौं, उहाँहरूकै लालन पासनमा हुर्क्यौं र 20 वर्षदेखि लिएर 20 वर्षको पिरियड हामीले जबमा प्रवेश गर्यौं र विभिन्न जबमा पस्दा हामीले त्यहाँ जो एउटा जबमा पस्दाखेरि लिएका अनुभवहरू, एक्सपिरियन्सहरू हामीले धेरै पायौं र विश्वका धेरै हामीले पुग्न सक्ने सानातिना ठाउँहरूका कुना कन्दरामा हामीले पुग्यौं र कोही यहाँभन्दा बाहिर नजाने छ भने पनि नेपालभरि घुमेकै होला र वहाँसम्म पनि पुग्यौं भने हामीले केही न केही एउटा कुना एउटा गाउँको बस्तीको भन्दा पनि धेरै जाति, धेरै धर्म, धेरै पार्टीका नजिक हामी पुग्न पायौं। त्यसकारण तपाईहरु हामी धेरै अध्ययनशील छौं, धेरै हामीलाई अनुभव छ। यो अनुभव शेयर गरेर हामीले गलत बाटो लाग्ने साथीहरूलाई सही बाटोमा डोराउने प्रयास गर्नुपर्छ। मलाई अहिले धेरै चिन्ताको विषय, दुःखको विषय के छ, हाम्रो साथीभाइहरूलाई म यसो देख्छु र दिदी बहिनीहरूलाई म देख्छु, धेरै दाजुभाइ दिदी बहिनीहरू अहिले दुर्व्यसनीमा फसिसक्नु भएको छ। उहाँहरूको यो दुर्व्यसनीको कारणले सडक दुर्घटना त्यत्तिकै छन्, हत्या हिंसा त्यत्तिकै छन् र शिक्षामा गुणस्तर त्यसै खस्किएको छ। किनभने हरेक मान्छेहरूले त्यो अवस्थामा प्रवेश गरेका छ। त्यसकारण शरीरको भनौँ न, तपाईको शरीरको फिलामा चाहिँ एक पाउ मासु छैन। उहाँहरूको हेर्नुहोस्, त्यस्तो दुर्व्यसनीमा फसिसकेका छ। त्यसकारण देश एकदम चाहिँ बर्बाद अवस्थामा पुगेको छ। तपाईँ हामी सचेत हौं र कुलतमा नलागौं। लत भनेको त्यो चिज हो जुन चिजलाई हामीलाई नभई नहुने हुन्छ। त्यसकारण त्यस्तो लतमा हामी फस्यौं भने त्यसले हामीलाई सुमार्ग होइन कुमार्ग पुर्याउँछ। त्यसकारण यहाँ धेरै कुराहरू आउने गर्छन्। हामीले कोसँग संगत गर्ने र कस्तोसँग संगत गर्दाखेरि फलदायी हुन्छ भन्ने कुरो यहाँहरूले मभन्दा विज्ञ हुनुहुन्छ। त्यो मलाई धेरै चिन्ता लाग्छ। किनभने यो लागु औषधले हामी नेपालीहरूका राम्रा राम्रा कलिला मुनाहरू बिग्रिसके। त्यहाँ चाहिँ किरा लागिसकेका छ, त्यहाँ खुम्रे किरा लागिसकेका छ। तर अब हाम्रो राम्रो जनशक्ति लगभग हामी देख्छौं धुम्रपान, मद्यपान, मदिरापानमा र विभिन्न किसिमका यी उसमा पानमा नफसेको अब नेपाली भेट्दैन, भेटिने भयो। नेपाली दुईटा कुरामा ग्रिन्ज बुकमा नेपालीको नाम लेख्दा हुन्छ। एउटा चाहिँ जनता नभएको देश भनेर राख्दा राम्रो होला। अर्को चाहिँ दुर्व्यसनीमा नफसेको मान्छे अब नेपालीहरू नभेटिएला। किनभने त्यो अमृत जल नचढाउने मान्छे लगभग नेपालमा 5% होला र अरु सबै 95%ले त्यो अमृत जल चढाएर मातिने अवस्था भएको छ। त्यो नखानी होइन, त्यो विद्वानले बनाएको चिज हो। विद्वानले खाँदा त्यसलाई असर पर्दैन, तर विद्वानले बनाएको चिज मूर्खले खाँदा त्यहाँ समस्या हुने हो। त्यसकारण किनभने त्यसमा नापेर बनाइएको छ, नत्र गाग्रीले लोटामा घोट पिटाए जस्तो गरेर खान सकिन्थ्यो नि त। त्यसबाट त्यो बिर्को सानो र त्यो भित्र पनि अझ सानो गरेर थोरै खस्ने र त्यसमा सानो सानो चाहिँ उ बनाइएको छ है। ती के भन्छ, फुल, हाफ, क्वार्टर र त्यो सानो यति कति ग्राम भनेर पनि यसरी खान सक्ने बनाएको छ। तर त्यो समय मिलाएर अनुकूलता अनुसार लिँदा त्यसले ठूलो असर नपार्ला। तर हाम्रो जथाभावी चाहिँ हामी पानी पिए जस्तो पिइराख्दाखेरि अब युवाहरू सकिने अवस्था आइसकेका छ। इभन यो समस्या यहाँ होइन, यो जंगली युग बिताएका राउटेहरूले अहिले राउटे मासिने अवस्थामा छ। किनभने उनीहरू त्यहाँ गएर अर्ग्यानिक चिजहरू नखाने, टोटल यतापट्टि पस्ने, युरिया हालेको चिजहरू खाने। उनीहरू केटा केटी बुढा, उनीहरूसँग त्यो शिक्षा छैन, जाडो हुन्छ, समस्या हुन्छ। अब दुःख गरेर उनीहरू कोसी सुसी बेचेर काम गरेर खान उनीहरूले छाडिसके। किनभने उनीहरूसँग फोटो खिच्ने, नाच्ने, गाउने मान्छेहरू भेटाउँदाखेरि उनीहरू त्यसमा मक्ख हुने, त्यसपछि एक बोतल खुवाइदिने। अब राउटेहरू बिस्तारै बिस्तारै तपाईँ हेर्दै जानुहोला, केही वर्षमा धेरै राउटे सखाप हुन्छन्। न उनीहरू आएर यता राज्यतर्फ आएर राज्यका नीति नियम अनुसार आएर सहरिया भएर बस्न सक्ने अथवा ग्रामीण जीवन बिताउन सक्ने, उनीहरू फिरौती जीवन नछाड्ने र अनि खानेकुराहरूमा चाहिँ गुणस्तर खस्केका कुराहरू खाने। उनको सुत्नेको ठेकान छैन, बस्नेको ठेकान छैन, खानेको ठेकान छैन। अनि पक्का ती अहिले के भयो त एकदम छाडा टाइपको अवस्था उनीहरू पुगिसकेका छन्। त्यसकारण राउटे संरक्षणको लागि पनि मान्छेले सोच्नुपर्छ। उनीहरूलाई हाम्रा पनि उनीहरू पुर्खा हुन्, दाजुभाइ हुन्, उनीहरू बाहिर बसे, उनीहरूले त्यो जंगल छोड्न चाहेनन्। तर ती हामी जस्तै मान्छे हुन्, तिनको पनि विचार गर्नु पर्यो। राउटे त जंगलकै राउटे थिए, अब हाम्रा यी दाजुभाइहरू पनि महाराउटे भइसके। अब राउटेको पनि त्यो भन्दा महाराउटे भइसके। बाउलाई तरबार हान्दिने, आमालाई तरबार हान्दिने, दाइलाई मारिदिने, भाइलाई मारिदिने, दिदी कुदाइदिने, बहिनी कुदाइदिने, भाउजू कुदाइदिने,